सिम्पानी कसरी चोक हुँदै कस्करी रत्न चोकमा चाहिँ यो कुप्पा सहितको ढल नाला बनाउने क्रममा यो टर्निङ पोइन्टमा चाहिँ यो सानो एउटा पहाड थियो। त्यो पहाडलाई चाहिँ खारेर चाहिँ अहिले यो चाहिँ ढल नालाको चाहिँ बेस बनाउँदैछ। बेस बनाउने क्रममा चाहिँ यहाँ भाइहरूले हाम्रो कामदार भाइहरूले बेस मिलाउँदैछ। यो हो